सक्तकाई यालासे भनौँ सम्पूर्ण बन्धु बान्धवहरूमा बिहानीको शुभकामना, शुभ बिहानी। आज चाहिँ यहाँलाई म एउटा भुजेली परम्परा अनुसार गरिने विवाहको केही झलकहरू प्रस्तुत गर्न चाहन्छु। आज यो काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 6 स्थित यो सिद्धार्थ बुटिक होटेलमा विवाहको कार्यक्रम सम्पन्न हुन गइरहेको छ। हामीले मण्डपहरू तयार गर्ने सिलसिलामा छौँ। यो गेट भयो, यहाँबाट हामीले हाम्रो मण्डप भएतिर हाम्रो मण्डपलाई चाहिँ हामी नेचिलिङ भन्छौँ। हामीले यो नेचिलिङ चाहिँ बिहानबाट सुरु गरेर करिब 2-3 घण्टाको मेहनतपछि यहाँ तयार गरेका छौँ। यो चाहिँ हाम्रो नेचिलिङ हो। हामीले यही मण्डपबाट आजको शुभ विवाह सम्पन्न गर्न लागिरहेका छौँ। यहाँ चाहिँ हाम्रो फोरो बालकुमार पुगाल सामनेली सर हुनुहुन्छ। उहाँको अगुवाईमा हामी 2-3 जना मिलेर, उहाँ र म आफू पनि मिलेर यो नेचिलिङ तयार गऱ्यौँ। एकदम राम्रो बनेको छ। हामी भुजेलहरू चाहिँ यो प्रकृति पूजक भएको नाताले पनि कतिपय अवस्थामा हामीले बाध्यतावश अरू संस्कार संस्कृतिहरू अँगालिरहेको अवस्थामा हाम्रो खास भने यो भुजेली परम्परा अनुसार गरिने जुन हामीले प्रकृति पूजक भन्दै आएका छौँ। हामी प्रकृति पूजक भएको नाताले प्रकृतिलाई हामी मान्दछौँ र प्रकृतिबाटै उत्पादन भएका वस्तुहरू हामीले यहाँ प्रयोग गरेका छौँ। यसमा कुनै पनि आर्टिफिसियल कुराहरू युज हुँदैन। यहाँ हाम्रो नेचिलिङ अथवा थानको आकृति तयार भएको छ। यसमा अब बाँकी सामग्रीहरू राख्न बाँकी छ। यहाँहरूले हेरिदिनु होला। थाहा छैन भने पनि बुझ्ने कोसिस गरिदिनु होला। यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामीले आफ्नो परम्परालाई अँगाल्नुपर्छ, मान्नुपर्छ भन्ने हेतुले हामीले यो थान बनाएर आजको कार्यक्रम सुरु गर्दैछौँ। सक्तकाई पेतोगेपा सबैलाई धन्यवाद।